हो हेलो गाइस, यो चाहिँ मैले मिनी ब्लग पनि बनाउनु लाग्यो। किन भन्दा गेट रेडी विथ मी बनाएँ। अब म बाई चान्स गइहालेँ भने त त्यहाँनिर के भयो भनेर देखाउन नि पाएँ। मैले कन्टेन्ट पाएको छैन, किन भन्दा म चाहिँ 10 दिनदेखिबाट पुरै बिरामी भएर थल्ला भएर कलेज नि गएको छैन। एक दिन गएँ, फेरि बिरामी भएर फेरि सुती होइन। 10 दिनदेखि मेरो भिडियो नि आएन, कन्टेन्ट पाएँ मैले। त्यहाँनिर जान्छु अनि यसो अलिअलि मिनी ब्लग जस्तो बनाएर हाल्छु। यसो चस्मा लगाएर फ्लेक्स पनि गरेँ। यो चस्मा म यहीँ छोडेर जान्छु है। सो म यसलाई मिनी ब्लग बनाउन चाहन्छु। के हुन्छ, केही खाना बनाउनु केही छैन मिनी ब्लगमा, यसो गएर हात हलाउने मात्रै हो। त्यति हो, मलाई त्यति गर्ने। मलाई म आजसम्म कन्सर्टमा गएको छैन होइन। अनि त्यसपछि फ्रीको कुरा छोड्नु हुँदैन। नेपालीले पायो भने अर्को नि चार्छ भने जस्तै म पनि फ्रीको कन्सर्टमा गएर हात हलाउँदैछु होइन। ओहो ल गाइज, लाइट परेर हो कि के भएर गोरो गोरो देख्यो, तर मान्छे त कालै हो है। गयौँ ल, हामीलाई चाहिँ पर्मिसन मिल्यो है, मिल्यो गाइज। अब हामी चाहिँ जान्छौँ होइन। को आउँदैछ भनेर चाहिँ सरप्राइज छ है गाइजहरू। ल सरप्राइज कुर्नुहोस्। अनि यसो अलिअलि ब्लग बनाएपछि अलिअलि खिच्नै पऱ्यो। हेर्नुहोस् यहाँ रमाइलो भइरहेछ, खानेकुराको स्टलहरू थियो। थुक्नी लिएर यता यता हिँडी। म चाहिँ बिरामी छु। अनि यहाँनिर मुढाहरू पनि बेच्न राखेको थियो। ल हेर्नु क्राउड, हेर्नु न क्राउड को आउँदै होला त। ल मेरो एक्साइटमेन्टको लेभल हेर्दा पनि हुन्छ। म एक्साइटेड नि यस्तो बेसी होइन। ल हेर्नुहोस् है त, कस्तो एक्साइटेड भयो। म एक्साइटेड भएँ, अब गीत गाएको छैन होइन। होला मैले कोसँग भेटेँ, हामीले चाहिँ श्रीगोला भेटेर फोटो खिच्यो। यस्तो गरेर फोटो खिचाए, यस्तो स्विट, सो स्विट, यस्तो स्विट है।